नमस्कार सबैजनालाई। आज म डिएक्सन नेपालबाट कसरी हामी अनलाइन डिस्ट्रिब्युटर बनाउन सकिन्छ, अनलाइन जोइन कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ यहाँहरूलाई सर्टकट जानकारी दिन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी डिएक्सन स्टोकिस्ट अथवा सेल सेन्टरमा बिक्री केन्द्रमा नगइकन घरैबाट आफ्नो ल्यापटप, आफ्नो मोबाइलबाट चाहिँ कसरी अनलाइन जोइन गर्न सकिन्छ भन्ने विषयमा चाहिँ यहाँहरूलाई मैले सर्टकट जानकारी दिन गइरहेको छु। कृपया भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला र तपाईले हेरिसकेपछि तपाईले आफ्नो डिस्ट्रिब्युटर अथवा आफ्नो बिजनेस पार्टनर, आफ्नो टिमलाई चाहिँ यो शेयर गरेर चाहिँ उहाँहरूलाई पनि सिक्ने मौका दिनुहोला, ताकि तपाई यो भिडियो उहाँहरूमाझ पठाइदिनु भयो भने तपाईको चाहिँ अलिकति समय बचत हुनेछ है त। सबैभन्दा पहिला चाहिँ यो न्यू विवेक एन्टरप्राइज नेपालको वेबसाइटमा गएर बिकम अ डिस्ट्रिब्युटरमा टच गर्नुहोला। टच गरिसकेपछि यो हाम्रो एग्रिमेन्ट फर्म ओपन हुन्छ, यसरी पढ्नु होला है त। यो मैले छिटो छिटो गर्दैछु ताकि भिडियो लामो नहोस्। यो पढिसकेपछि आई हाभ रिड भनेर यहाँनिर आउँछ, आई हाभ रिड अन्डरस्ट्यान्ड एग्री भनेर यो क्लिक गरिसकेपछि माथि हाम्रो कन्ट्री नेपाल अटोमेटिक आउँछ। त्यसपछि इन्ट्रोड्युस गर्ने व्यक्तिको चाहिँ डिएक्सनको कोड नम्बर चाहिन्छ है, आइडी नम्बर चाहिन्छ 9 अङ्कको। यहाँ म 9 अङ्कको नाम आइडी नम्बर टाइप गर्दैछु। नाम फेरि अटोमेटिक आउँछ, उहाँको नाम के हो भने एम कुमारी सिंह भनेर आयो नि त है। यो स्पोन्सर हो। अब हामी फेरि जसको आइडी बनाउन गइरहेछौँ उहाँको नाम टाइप गर्नुपर्ने हुन्छ माथिपट्टि फर्स्ट नाममा। तीनवटा नाम जस्तै कुमार बिचमा छ भने चाहिँ मिडल नेममा टाइप गर्नु होला, नत्र भने पर्दैन है त। लास्ट नेममा चाहिँ पानु अनि रसाइली भनेर मैले यहाँनिर लेखेँ है त। त्यो लेखिसकेपछि हामीले चाहिँ जोइन हुने सम्बन्धित व्यक्तिको चाहिँ जन्म मिति एकदमै मिस्टेक नगर्नु होला। कहिलेकाहीँ एउटा नम्बर मिस्टेक भयो भने एकदमै गाह्रो हुन्छ सच्याउनको लागि। त्यो भएर चाहिँ डेट अफ बर्थलाई चाहिँ एकदमै ध्यानसँग चाहिँ तपाईको टाइप गर्नु होला। मैले यो उहाँको डेट अफ बर्थ यहाँ देख्न सक्नुहुन्छ, चेक गर्नु होला है। एकदमै चेक गरेपछि मात्रै तपाईले यो टाइप गर्नु होला। 5/2/2000 भनेर यहाँ आएको छ। त्यसपछि नागरिकताको नम्बर टाइप गर्नु होला, सिटिजन नम्बर चाहिँ टाइप गर्नु होला यहाँनिर माथिपट्टि है। उहाँको नागरिकता नम्बर अलरेडी युज भएको छ भने यहाँ फेरि लिँदैन, अथवा एउटा नम्बर मिस्टेक भयो भने पनि त्यो अक्षर रातो हुन जान्छ। यदि यो ओरिजिनल हो मिल्यो भने ग्रीन यहाँनिर सिग्नल आउँछ, जस्तै अहिले तपाईँ देख्न सक्नुहुन्छ है। यो एकदमै ध्यान दिनुपर्ने कुरा छ। हामी सबैले यो जोइन गर्न हरेक डिएक्सनमा हरेक डिस्ट्रिब्युटरले चाहिँ यो सिक्नै पर्ने हुन्छ। यो सिक्यो भने हामी सबैलाई धेरै राम्रो हुन्छ। ल यहाँ देख्न सक्नुहुन्छ सिटिजन नम्बर इज एभाइलेबल भन्छ। यो आइडी यो सिटिजन नम्बर चाहिँ पहिला जोइन नभएको हो है, त्यो भएर चाहिँ यो भेरिफाई भयो। अब हामी यहाँनिर बिजनेस ट्याक्स आइडी टाइप गर्न पर्दैन, पर्सनल आइडी पनि टाइप गर्न पर्दैन। यहाँ लेडिज हो कि जेन्ट्स हो, मेल फिमेल टाइप गर्नु होला। त्यसपछि नेसनालिटी नेपाली टाइप गर्नु होला। त्यसपछि उहाँको बाबाको नाम अनिवार्य, बाबाको नाम पनि अनिवार्य हुनुपर्छ है। त्यसपछि यहाँनिर मैले उहाँको बाबाको नाम टाइप गर्ने। बाबाको नाम टाइप गरिसकेपछि यहाँ तलपट्टि एसएमएस नोटिफिकेसन जान्छ इमेलमा अथवा मोबाइल नम्बरमा। मैले यहाँनिर एसएमएस मोबाइलमा जाने बनाइदिएँ। र यहाँनिर चाहिँ जोइन हुने व्यक्तिको मोबाइल नम्बर टाइप गर्नु होला। सपोज अहिले मैले मेरो आफ्नै नम्बर यहाँनिर टाइप गरेँ। यो नम्बर अलरेडी युज भएको छ है। युज भएको नम्बर चाहिँ यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ, मोबाइल नम्बर अलरेडी युज भएको छ भनेर भन्छ। त्यसपछि यो जिमेल पनि अलरेडी युज भएको हो है। युज भएकोलाई चाहिँ यसरी यस्तो खाले सिम्बल देखाउँछ अगाडि, तपाईँले हेर्नु होला है। यस्तो खाले स्क्रिनमा चाहिँ तपाईँको यो रातो अक्षर भइदिइहाल्छ कि त्यहाँ मिस्टेक छ भनेर चाहिँ तपाईँको अटोमेटिक थाहा लाग्छ हजुरलाई है। म यो पछि सच्याउँछु नम्बर र यो जिमेल, जस्ट तपाईँलाई चाहिँ भिडियो लामो नहोस् भनेर चाहिँ। अब दोस्रो नम्बरमा छ फेरि यो इमेल पछाडि इङ्ग्लिस नै टच गर्नु होला, इङ्ग्लिसमै छोडिदिनु होला। त्यसपछि सिएसएसको पासपोर्ट भन्छ कि
जस्तै CSS बनाउनखेरि तपाईँले चाहिँ जुनसुकै पासपोर्ट राख्दा पनि हुन्छ। जस्तै 8 नम्बर हैन, मैले यहाँ चाहिँ तपाईँको अहिले चाहिँ जस्ट राखिदिएँ, डिएक्सन 1 2 3 4 5 राखिदिएछु। हजुरले पनि त्यसरी राख्न सक्नुहुन्छ। पछि चेन्ज गर्न पनि पाइन्छ। यो माथि तल सेम टाइप गर्नु होला। त्यसपछि तल गइसकेपछि बेनिफिसियरी इन्फर्मेसन भन्छ, यसमा यो टिक गर्नु होला यो बक्समा। अनि यहाँनिर मैले चाहिँ उहाँको हस्बेन्डको नाम राखिदिँदैछु। मैले उहाँको श्रीमानको नाम चाहिँ यहाँनिर टाइप गर्दैछु है। श्रीमानको नाम टाइप गरिसकेपछि तल रिलेसनमा हस्बेन्ड भनेर क्लिक गर्नु होला। छोराको नाम हो भने सन अथवा छोरीको नाम हो भने डोटर, त्यहाँनिर सबै कुरा छ है। बाबा मम्मी सबै राख्न पाइन्छ। उहाँको पासपोर्ट नम्बर, सिटिजन नम्बर राख्न पर्दैन। अब यहाँनिर चाहिँ यो सम्बन्धित जोइन गर्ने मान्छेको चाहिँ ओरिजिनल एड्रेस चाहिँ राख्नु होला। उहाँ बागलुङको भएको कारणले गर्दाखेरि मैले चाहिँ उहाँको बागलुङ भनेर चाहिँ लेखिदिँदैछु। यो एड्रेसमा है, एड्रेस 1 2 3। अब मैले यहाँ फर्स्टमा एड्रेसमा तपाईँको बागलुङ लेखिदिन्छु है। बागलुङ लेखिदिइसके पछाडि तलपट्टि बागलुङ कहाँ हो त भन्दा निसी खोला गाउँपालिका है। निसी खोला 3 लेखिदिएँ मैले अहिले, तपाईँ देख्न सक्नुहुन्छ। त्यसपछि उहाँको गाउँ लेखे हुन्छ। जस्तै अब तपाईँ, मैले चाहिँ यहाँ लुम्बिनी, यो एड्रेसमा चाहिँ लुम्बिनी लेखेँ नि, यो चल्दैन, यो मान्दैन है। यसमा तपाईँले चाहिँ उहाँको लोकल एड्रेस जस्तै धाराखर्का भनेर लेखिदिएँ मैले। जस्तै तपाईँ पोखराबाट हुनुहुन्छ अथवा स्याङ्जाबाट हुनुहुन्छ, झापाबाट हुनुहुन्छ, काठमाडौँबाट हुनुहुन्छ, बुटोलबाट हुनुहुन्छ, जहाँ छ त्यो एड्रेस एकदम ओरिजिनल राखिदिनु होला। अब स्टेट कहाँको हो त भन्दा तपाईँको यो अब जस्तै बोनस कहाँबाट लिने तपाईँले, यति बेला मैले लुम्बिनीबाट छु, म लुम्बिनी भनेर राखिदिएँ यहाँनिर है। सिटी टाउन भनेको बुटोल राखिदिन्छु मैले यहाँनिर। अनि पोस्ट कोड पनि यहाँनिर तपाईँले टाइप गर्नु होला, यो 32600। त्यसपछि माथिपट्टि मोबाइल नम्बर र जिमेल मिस्टेक भएको थियो। अब तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ तपाईँले चाहिँ जोइन गर्दाखेरि स्पोन्सर कोड राख्नुभयो हैन, उहाँको ओरिजिनल नाम, डेट अफ बर्थ, त्यसपछि गएर उहाँ लेडिज हो कि जेन्ट्स हो, यो सबै कुरा तपाईँले चाहिँ एक एक गरी यहाँ अघि तपाईँले जोइन गर्दा कहीँ कतै मिस्टेक गर्नुभयो कि गर्नु भएन भनेर चाहिँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ है। यसरी स्क्रल गर्दै हेर्नु होला तल, तपाईँले सिटिजन नम्बर सही हाल्नु भएको छ कि छैन हैन, कुनै मिस्टेक पो गर्नुभयो कि एकचोटि सर तपाईँले चाहिँ हेर्नु होला मोबाइल नम्बर मिस्टेक भयो कि भएन, जोइन गर्दाखेरि चाहिँ तपाईँको जिमेल सही छ कि छैन हैन, अनि के मिस्टेक गर्नुभयो, के सही हाल्नु भएको छ यहाँनिर, सबै कुरा चाहिँ तपाईँले हेर्नु होला एकचोटि। यदि मिस्टेक भएको छ भने फेरि ब्याक गएर फेरि तपाईँले सच्याएर चाहिँ फेरि आउन सक्नुहुन्छ है। अब यहाँनिर तपाईँले ध्यान दिनुपर्ने चाहिँ एउटा डिजिटल फोटो क्लिक गरेर राख्नु होला मोबाइलमा, अनि ल्यापटपमा अथवा तपाईँको अगाडि पछाडिको चाहिँ नागरिकताको फोटो पनि खिचेर राख्नु होला। अब यहाँ म तपाईँलाई देखाइदिन्छु, तपाईँले यहाँनिर तल हेर्दै जानु होला है। यहाँ तपाईँ देख्नुहुन्छ सबैभन्दा पहिला चाहिँ हालचालै खिचेको फोटो करेक्सन गरेर क्रप गरेर राख्नु होला। त्यसपछि ओरिजिनल नागरिकताको फोटो चाहिँ यसरी खिचेर राख्नु होला। यो डिजिटलै अपडेट गर्ने हो है हामीले यसैमा। त्यसपछि गएर मैले भिडियो लामो हुन्छ भनेर चाहिँ तपाईँलाई धेरै देखाउन नखोजेको है। त्यसपछि ब्याक साइजको नागरिकताको फोटोकपी पनि यसरी गरिसकेपछि तपाईँले चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ। ल एप्लिकेसन यो सबै तपाईँले यहाँनिर फुलफिल गरिसकेपछि अब तपाईँको तलपट्टि एउटा बक्स आउँछ, त्यहाँ क्लिक गरिसकेपछि यस्तो खाले इन्टरफेस देखिन्छ है। तपाईँको आइडी क्रिएट भएर आउँछ। यहाँनिर तपाईँ देख्नुहुन्छ तपाईँको स्पोन्सरको नाम एम कुमारी सिंह, अनि तपाईँको जोइन गरेको व्यक्तिको नाम पनि यहाँनिर अगाडि स्क्रिनमा देख्न सक्नुहुन्छ। यसरी चाहिँ हाम्रो डिएक्सनको आइडी बनेर आउँछ। कहिले क्रिएट भयो 20 मार्च 2026 है। अनि यो तपाईँको वेलकम लेटर फेरि तपाईँको सम्बन्धित व्यक्तिको जुन व्यक्तिको मोबाइल छ नि त्यो मोबाइलमा चाहिँ नोटिफिकेसन जान्छ यस्तो खाले। ल हेर्नुहोस्।